यीशु ख्रीष्टको जिउँदो अनि पवित्र नाउँमा तपाईहरु सम्पूर्णलाई ख्रीष्ट अभिवादन साथै जय मसीह मेरो तर्फबाट। र आज गुड फ्राइडेको दिन, नेपालीमा हामी असल शुक्रबार भनेर पनि भन्न सक्छौं। अनि आज खास शुक्रबार मात्रै थियो, तर किन असल जोडियो त म तपाईहरुलाई भन्न गइरहेको छु। भन्नै पर्दा हामी इतिहासलाई हामी हेर्छौं भनेदेखि लिएर आजभन्दा 2000 वर्ष अगाडि चाहिँ येशू ख्रीष्ट यस संसारमा यो पृथ्वीमा आएर कल्भरी क्रुसमा चढ्नु भएको दिन आज गुड फ्राइडे हामी मनाइरहेका छौं। अनि तपाईहरुलाई भन्न चाहन्छु म कि सारा ब्रह्माण्डको मालिक, सारा ब्रह्माण्डलाई हुन्छ नि बनाउनु हुने परमेश्वर, जसले तपाईलाई बनाउनु भयो, जसले मलाई बनाउनु भयो, संसारको हरेक मानिसहरूलाई बनाउनु हुने सृष्टिकर्ता परमेश्वर, उहाँले चाहिँ हामी बाइबल धर्मशास्त्रमा हेर्छौं भनेदेखि लिएर नयाँ नियमको पुस्तक हामी यूहन्ना 3 को 16 पदमा हेर्छौं भनेदेखि लिएर चाहिँ परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौटे पुत्रलाई तपाई अनि मेरो लागि दिनुभयो, संसारको हरेक मानिसहरूको लागि दिनुभयो, ताकि उहाँमाथि येशू ख्रीष्टमाथि विश्वास गर्ने चाहिँ कोही पनि नाश नहोस्, तर त्यो व्यक्तिहरू हरेकले अनन्त जीवन पाओस् भनेर हामी बाइबल धर्मशास्त्रमा पाउँछौं। अनि परमेश्वर जो सारा ब्रह्माण्डको मालिक हुनुहुन्छ, उहाँले तपाई अनि मेरो लागि चाहिँ येशू ख्रीष्ट गडको पुत्र, उहाँ स्वयं गड हुनुहुन्थ्यो र पनि मानिसको चोला यानि कि हामी जस्तै शरीरमा उहाँ देहधारी हुनुभयो। किन भन्दाखेरि चाहिँ तपाई अनि मैले हाम्रो लाइफमा हामीले हुन्छ नि हामी पापमै जन्मेको भनेर बाइबलले भन्छ। हामीले पाप गरेका छौं, पाप नगर्ने संसारमा कोही पनि छैन। हामी भित्र अधर्म पाप भएको कारणले गर्दाखेरि चाहिँ यो पाप अधर्मलाई मेटाउनलाई चाहिँ येशू ख्रीष्ट स्वयं उहाँ चाहिँ शरीरमा आउनु भयो, देहधारी हुनु भयो उहाँ। अनि तपाई अनि मेरो लागि चाहिँ उहाँ चाहिँ कल्भरी क्रुसमा उहाँ चढ्नु भएको छ। उहाँले धेरै दुःख दुखाइ, उहाँले धेरै निन्दा, धेरै कोराहरू उहाँले सहनु भयो। कसको लागि भन्दा तपाई अनि मेरो लागि। तपाईले यो नसोच्नुहोस् कि आजको दिन ईसाईहरूको लागि मात्र कल्भरी क्रुसमा येशू ख्रीष्ट चढ्नु भयो भनेर, त्यो कहिले पनि होइन। तर सारा ब्रह्माण्डको मालिक येशू ख्रीष्ट तपाई अनि मेरो लागि नै कल्भरी क्रुसमा चढ्नु भयो। अनि प्रियहरू, तपाईहरु जतिले यो भिडियोलाई हेरिराख्नु भएको छ नि, म तपाईलाई भन्न चाहन्छु, तपाईलाई येशू ख्रीष्टले असाध्यै प्रेम गर्नुहुन्छ, तपाईलाई येशू ख्रीष्टले असाध्यै वास्ता गर्नुहुन्छ। संसारमा गरिएको प्रेम, मानिसले एकअर्कालाई गरेको प्रेम त संसारसित मात्र सीमित छ, तर उहाँले तपाईलाई अनन्तसम्म, हामी मृत्यु पश्चात पनि उहाँ चाहनुहुन्छ कि हामी चाहिँ उहाँसँगै रहेको। उहाँले कहिले नसकिने, कहिले नटुङ्गिने, तौलेर पनि तौलिनु नसक्ने, गनेर पनि गन्नै नसक्ने प्रेम चाहिँ उहाँले आज तपाई अनि मलाई, जुन प्रेम चाहिँ आज गड अनि तपाई हामीसँग गरिने प्रेम, जुन प्रेमलाई अगाधि प्रेम भनेर भनिन्छ। अनि आजको दिनमा प्रियहरू, येशू ख्रीष्ट तपाई अनि मेरो लागि कल्भरी क्रुसमा चढ्नु भएको दिन हामी स्मरण गर्छौं। अनि तपाईलाई म भन्न चाहन्छु, येशू ख्रीष्टले तपाईलाई असाध्यै प्रेम गर्नुहुन्छ, तपाईलाई असाध्यै प्रेम वास्ता तपाईले गर्नुहुन्छ। उहाँ चाहनुहुन्छ तपाई संसारमा बिलाएर गएको, तपाईको मृत्यु भएको उहाँ चाहनुहुन्न, तर मृत्यु पश्चात पनि हो, संसारमा त हामी शरीरमा हाम्रो मृत्यु हुन्छ, तर हाम्रो मृत्यु पश्चात पनि बाइबलले भन्छ अनन्त जीवन छ। अनि त्यो अनन्त जीवनमा तपाई अनि म पसेको उहाँ चाहनुहुन्छ। अनि येशू ख्रीष्ट चाहिँ तपाई अनि मेरो सारा संसारको लागि संसारमा आउनु हुने साथी, म तपाईलाई भन्न चाहन्छु अन्तिममा कि साँच्चै नै यो गुड फ्राइडेको अवसरमा तपाईलाई येशू ख्रीष्टले हेरिरहनु भएको छ, अहिले पनि उहाँ जीवित हुनुहुन्छ। आज गुड फ्राइडेको दिन उहाँ कल्भरी क्रुसमा आफ्नो प्राणलाई उहाँले त्याग्नु भएको छ भने उहाँ फेरि पनि 3 दिनमा बादमा उहाँ बौरी उठ्नुहुने छ भनेर बाइबलले भनेको छ। अनि उहाँ अलरेडी जीवित हुनुहुन्छ। संसारमा यस्तो इतिहास कुनै पनि व्यक्ति छैन जसले चाहिँ आफ्नो मृत्युलाई पनि जितेको छ, तर हामी एउटै व्यक्ति पाउँछौँ, येशू ख्रीष्ट, जसले मृत्युलाई पनि जितेको छ, जिहानलाई पनि हराएको छ। अनि वही सृष्टिकर्ता परमेश्वरलाई हामी विश्वास गर्छौँ। अनि उहाँले तपाईलाई प्रेम गर्नुहुन्छ। यही कुरा सबैजनालाई धन्यवाद। आजको गुड फ्राइडेको यो
सो अवसरमा मैले तपाईँहरूलाई असल शुक्रबार किन भन्यो अनि आजभन्दा 2000 वर्ष अगाडि येशू ख्रीष्ट यो संसारमा तपाईँ अनि मेरो लागि नै आउनुभएको, हाम्रो अधर्मलाई, हाम्रो पापलाई मेटाउनलाई उहाँ स्वयंले हाम्रो अधर्मलाई लिनुभयो, हाम्रो पापलाई लिनुभयो र आफ्नो प्राण चाहिँ तपाईँ अनि मेरो लागि चाहिँ उहाँले कल्भरी क्रुसमा त्याग्नुभयो। अनि उहाँले चाहनुहुन्छ कि आज तपाईँ अनि कहिले पनि नाश नहोस्, तर सदा सर्वदा सृष्टि गर्नुहुने सृष्टिकर्ता परमेश्वरसँग नै रहोस् भन्ने कुरा उहाँ चाहनुहुन्छ। आजको दिनमा यही भन्न चाहन्छु, गड लभ्स यु, जिजस लभ्स यु। यसो कसरी तपाईँलाई माया